तो चलिए शुरू करते हैं। मलाई कसैले बलात्कार गर्न सक्दैन। रातमा मलाई बलात्कार गर्न 25 जना आयो भने सक्छ। 10 जना पुरुष आइज मलाई कसैले पनि बलात्कार गर्न सक्दैन। च्यालेन्ज गर्नुहुन्छ? म च्यालेन्ज दिन्छु। अब प्रचण्डले गर्छ। अगाडिपट्टिबाट मुसारेर पछाडिबाट बिल्कुल बिल्कुल हजुर भन्नु। मन्त्रीज्यू नमस्कार। नमस्कार। हजुरले कहिले केही काम पर्यो भने मलाई भन्नु भन्नुभएको थियो नि। हजुर। यहाँ हाम्रो बस्ती भत्काउनु भन्दा डोजर आइरहेको थियो त्यसका बारे। हैन अब के गर्नु त? कहिले केही भन्नु हजुर। ल आजै भन्नु यो डोजर चाहिँ रोकिनु पर्यो। रक्षा नभएको त बिल्कुल तपाईलाई हिजो सट्टामा पुर्याउनका लागि जुलुसमा जाने नि राको बोक्ने सबै मान्छेहरू यही बस्तीका थिए। किन उच्च उच्च कुरा गर्छ त मागर त? रोकिदिनु पर्यो लौ न। राख्नु। राजनीति के मेरा माया लाग्छ र? त्यो त आई लभ यु भन्नुहोस् त। तेरिए माथि अहिले कस्तो रड्डी मान्छे हुनुहुन्न रहेछ यार। तपाईले जवानीमा के गर्नु त भन्नु त? होइन जवानीमा तरुनी खोज्ने यताउति गर्ने जवानीमा ताल भोगेर अरू बुढेसकालमा त्यही तरुनी पटाटे कुरो नि होइन। हामी त लग्रेकै टग्रे तरुनी खुब खोज्नुहुन्थ्यो जवानीमा। तेरिए माथिको चिठेर चलबेल थियो के त्यस्तो चलबल थियो। उसले उता टान्ने उसले उता टान्ने तेरिए माथिको भोस्काइदिनु पर्ला भनेर जानकारी त हजुर भोगाएर हजुर 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 कहाँ लग्नु भयो बगेर? बस्नु होइन 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 भोगेर कहाँ लाने गाडी हाम्रै गेरमा हाम्रो सुन्नुहोस् त हाम्रै गेरमा लिएर हामी तुसुकी बस्छौँ त्यहाँ। अनि बोइलाई पटाउन तपाईले कति दिन लाग्यो पहिला? हत्तेरिकेमा चाहिँ दिन लाग्ने न के एक दिनमा मैले पटानेर नपटाने 1 दिनमा 5 मिनट पनि लाग्छ।